हाम्रो देशको शिक्षा नीति कस्तो हो? एमबीबीएस पढ्दै गरेका विद्यार्थीहरू प्रथम वर्ष, द्वितीय वर्ष वा अन्य तहगत पढ्दै गरेका विद्यार्थीहरू यदि फेल भएमा रिचेक गर्दा रु 5,000 तिर्नुपर्ने प्रावधान रहेछ भने डाक्टर पढ्ने विद्यार्थीहरूलाई 1 नम्बर 2 नम्बरले फेल गर्ने प्रथा पनि अत्याधिक हुँदो रहेछ। रु 5,000 तिरेर रिचेक गर्नुपर्ने शुल्क धेरै महँगो भएको अभिभावकहरूको गुनासो एकातिर छ भने अर्कोतिर लापरवाही तरिकाबाट कपी जाँच गर्ने, कसलाई कपी जाँच गराउने हो? त्यो त रिचेक गर्दा सोही विद्यार्थीले हेर्नै नसक्ने गरी नम्बर दिएको हुँदो रहेछ। कुनै कपीमा त नम्बर जोड्नै बिर्सेको हुँदो रहेछ त कुनै कपीमा नम्बर दिँदै नदिएर विद्यार्थीहरूलाई जबरजस्ती फेल बनाउँदा रहेछ। रु 5,000 लिन मात्र यस्तो गर्ने हो कि भन्ने जिज्ञासा मात्र हो। करोडौँ रुपियाँ तिरेर यो देशको मुहार परिवर्तन गर्न सामाजिक सेवामा समर्पण गरेर एमबीबीएस पढ्ने विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ।